के तपाईँले कहिले सोच्नु भएको छ तपाईँको दुखाइ रातमा किन बढी हुन्छ भनेर? जो मान्छेहरूले चाहिँ रातिमा बढी दुखाइ एक्सपिरियन्स गरिराख्नु भएको छ यो भिडियो चाहिँ उहाँहरूको लागि। सो नर्मली यो नसाजन्य दुखाइ अथवा न्युरोपेथिक पेनको सिम्पटम्सहरू जो छ यिनीहरू चाहिँ रातिमा बढी हुने गर्दछ। रातमा दुखाइ किन हुन्छ त भन्दाखेरि मुख्य कारण हाम्रो जिउले नै यो स्ट्रेससँग कोप अप गर्नको लागि हर्मोन निकाल्छ जस्तो हामी कर्टिसोल भन्छौँ। त्यसको लेभल चाहिँ तपाईँको इभिनिङ टाइमपछि चाहिँ बिस्तारै कम हुँदै जाने हुन्छ, जसले गर्दाखेरि चाहिँ रातको समयमा चाहिँ तपाईँलाई विशेष गरेर दुखाइ महसुस हुन्छ। अर्को चाहिँ जुन यो पेनको साइक्लिङ प्रोसेस हुन्छ त्यो नर्मल साइकेडियन रिदम अनुसार पनि यो पेन चाहिँ को सेन्सिटिभिटीहरू चाहिँ नि आफ्टर इभिनिङ चाहिँ बढी महसुस गर्ने हुन्छ र त्यसै गरेर रातको समयमा जब चाहिँ हाम्रो दिमाग चाहिँ स्लिपमा सुतिरहेको हुन्छ तब चाहिँ त्यो पेन प्रोसेसिङ चाहिँ अलिकति एनहान्स रूपमा हुने हुनाले चाहिँ मान्छेले पेन फिल गर्छ भने। अर्को कुरा चाहिँ रातमा जब शान्त अवस्थामा अरू सबै कुनै कुराहरूको डिस्टर्बेन्सेसहरू सेन्सेसहरूमा आउँदैन त्यतिखेर चाहिँ तपाईँको जुन पेनबाट यदि तपाईँलाई अलिकति माइल्ड किसिमको डिस्टर्बेन्स मात्र भयो भने पनि त्यसलाई चाहिँ तपाईँले अलिकति बढी भए जस्तो गरेर एक्सपिरियन्स गर्नुहुन्छ। यी सबै कारणहरूले गर्दाखेरि चाहिँ नि रातिमा धेरै दुखाइ हुनु चाहिँ यो नर्मल हो दुखाइ भएको मान्छेहरूलाई। र विशेष गरी न्युरोपेथिक पेन जस्तै तपाईँलाई ट्राइजेमिनल न्युरेल्जियाको पेन छ अथवा कार्पल टनल सिन्ड्रोम छ, गर्दनको नसाहरू च्यापिने रोगहरू छ अथवा विभिन्न किसिमको नसाजन्य दुखाइहरू छ, जनै खटिरा जस्तो छ भने चाहिँ यस्तो नसाजन्य दुखाइहरू विशेष गरेर रातिको समयमा बढी दुख्छ र इन्फ्लामेटरी प्रोसेसहरू बाथहरू लगायत खाले दुखाइहरू चाहिँ बिहान अर्ली मर्निङमा बढी हुने र कक्रक्क पर्ने हुन्छ। त्यसैले तपाईँलाई पनि रातको समयमा दुखाइ बढी भए जस्तो महसुस हुन्छ भने यी कारणहरूले गर्दा चाहिँ हुनसक्छ।